यस्तो कोरियामा अहिले हिजो एकजना दाइले भन्नुभयो र खोलामा चाहिँ यो नेपालमा पाइने जुन यो साग हुन्छ पूर्वतिर चाहिँ विशेष गरी सिबे साग साइने साग भन्छ होइन मान्छेले खोलामा उमारेर पनि बेच्छन् होइन जङ्गलतिर पनि हुन्छ मतलब जङ्गल पनि जङ्गलको चाहिँ खोलामा हुन्छ होइन खोला यो खोलामै हुन्छ पानीमा हुने साग हो सिबे साग र साइने साग भन्छ अब नेपालको पश्चिमतिर के भन्छ थाहा छैन तर पूर्वतिर चाहिँ सिबे साग या साइने साग भनेर यसको नाम छ होइन यो चाहिँ हामीलाई सिजन जाँदाखेरि एकजना दाइले चाहिँ एक बोरा लगेको देख्यौँ अनि खोलामा अहिले पाउँछ त यो कति छ टन्नै छ भनेर एक बोरा लगेको देखेको थिएँ अनि मेरो चाहिँ फेरि एकदम फेभरेट सागै हो एकदमै फेभरेट साग हो होइन अनि आज तपाईँहरूलाई म यो साग देखाउन जाँदैछु हाम्रो कम्पनी यहीँ नजिकै छ यो हाम्रै खोला हो यो अनि अब यहाँ सागहरू यहाँ फ्रीमा कसैले नखाँदो रहेछ कोरियरहरूले पनि खाँदैन कि क्या होइन उनीहरूलाई थाहा छैन कि क्या अनि हामीलाई चाहिँ यसो एक झोला साग टिपिसक्यौँ अब अर्को हप्ता पनि आउँछौँ फेरि खान मन लाग्यो होइन अनि यहाँ आउँछ भाइ यो सबै देखाइदियो त यो सबै सिबे साग साइने साग है खोले साग होइन यहाँ कोरियामा चाहिँ यहाँ मिनारी साग भन्छ होइन तर यो मिनारी साग चाहिँ अर्को पनि हुन्छ यो चाहिँ नेपालमा पाइने साग हो त्यस्तो बनावट चाहिँ त्यस्तै छैन होइन ठुलो बोट भएर यो एकदम भएर क्या छिप्पेर कत्रो बोडाएको छ यो साग है यसरी सुँग्दा हर नेपालकै त्यो सागको बास्ना आउँछ तर नेपालको जस्तो चाहिँ पुरै बास्ना आउँदैन तर यस्तो निचरेर यस्तो सुन्दा ठ्याक्कै ल त्यही हो साग चाहिँ त्यही होइन बास्ना पनि आउँछ अलिअलि होइन पुरै आइरहेको छ बास्ना यो सबै हो साग देखाइदेऊ टिपेको साग चट्टसँगले भरियो यसरी केलाउने चट्ट अनि मासुमासँग मिसाएर खाँदा पनि भयो होइन चट्टसँगले यो हाम्रो खोला देखाइदियो त हाम्रो सबै खोला होइन यतातिर देखाइदियो यो कम्पनीहरू छ यतातिर अब यो पुल भयो यतातिर सबै एग्रिकल्चर छ यहाँनिर जानुपर्छ त्यो यो सानो पुलदेखि यसो हो त्यहीँ छ हाम्रो कम्पनी यो चाहिँ हाम्रो फ्रीको यो चाहिँ साग हो ल है त